सो हेलो वेलकम ब्याक टु माई न्यू ब्लग गाइज। नयाँ दिन नयाँ सुरुवात सँगै आज चाहिँ हामी यसो घुम्न हिँडेको अवस्था गाइज। केटाहरू चाहिँ यहाँ रेडी हुँदैछ। यता देखिन्न यार यतो गाइज होइन। हामी चाहिँ अब जान लाग्यो अनि यहाँ चाहिँ साथी अवस्थामा छन्। लुगा सुगा लाएर चट्टो नङसङ काटेर मोजा लाएर टी सर्ट लाएर हामी चाहिँ हिँड्न लाग्यो गाइज। सोध्दै हो हामी चाहिँ जहाँ जानेछौँ जे गर्नेछौँ रमाइलो गर्नेछौँ हामी देखाउँदै जानेछौँ। हाम्रो भ्लगलाई माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला, सब्सक्राइब गर्नु होला गाइज, लाइक कमेन्ट सेयर। सो गाइज अब हामी निस्केको अवस्थामा हामी बाटोमा जे हुन्छ हामी देखाउनेछौँ है त। सो हामी चाहिँ फाइनल्ली निस्केको अवस्था है त गाइज। कालै कालो देखियो यार म त छ्या। अनि त्यहाँदेखि टक्क हामी चाहिँ रुम छोडेर होस्टेलबाट तल झऱ्यो। यहाँ चाहिँ के आएको नै हाम्रो चाहिँ के आएन गाइज। सो म चाहिँ जे भयो नि हेन्सी बस्छु। यता साथी छन्। हेलो हेलो हेर दिलिक्कै तल्क्या यार दोस्त यार के हो र यस्तो। अनि त्यहाँदेखि सो गाइज हामी चाहिँ के अरे ओडाइबा पार्क घुम्न जाने हो। त्यही भएर कति कालो आएको म त यार लाइट ल्याउ न। त्यही भएर हामी चाहिँ अब टक्क हिँडेको गाइज। हामी चाहिँ हिँड्दै हो है गाइज। गन्जा गन्जा सो हामी चाहिँ ट्रेन कुरेको के छ ठिक छ। सो ट्रेन आएन यस्तो अवस्था गाइज। यस्तो छ देखो न गाइज, देखो न यस्तो छ गाइज। यस्तो बिरुपाखा देखो न ये क्या है यार। ए अब चेन के ताक खोल्ने खाँदै त नि यार मन के अन्त। सो हामी चाहिँ कता हो कि त प्लेटफर्म नम्बर 1 र 2 हो कि ल केटा सबै देखेर हाई भन्दै नि त यार। अहिले त म नि गोरु आएँ यार, लाइटले गोरु आएँ यार कि त म गोरु आएको खुसियालीमा 20 सब्सक्राइबर त जानु पर्यो है। तर यार मजा आयो यार। यता हो कि उता हो गिन्जा लाइन हो यता त। सो हाम्रो चाहिँ के छ 2-4 शब्द जाओस् न यार। म अब अलिक मोटा यता पर्ने भएछ। यो फेरि यहाँ त उपर चढ्ने हो। म घट्यो भने त्यस गायब हो। हामी यता चढ्दै है गाइज। हामी चाहिँ झर्या झरै मधु सुहाना ऊ चाहिँ त्यो पुरा जानुस् नजानुस् भिडियो बनाइराख कपाल फन्का हो सरल लगाइज। सो हामी चाहिँ यस्तो बवाल ठाउँमा हिँडेको केटाहरूले फेरि के गर्छ यार सेल्फी भिडियो बनाइराखन् रे। तर जसले जे बनाओस् बाल छैन हामीलाई चाहिँ टक्क हामी चाहिँ ल गाइज बाहिरको भ्यू चाहिँ यस्तो हो। सो हामी चाहिँ स्काइलाइन चढाए गाइज।
फाइनल्ली गाइज हामी चाहिँ हाम्रो गन्तव्यमा आइपुगेको छौँ। अब चाहिँ लेट्स गो। यहाँको राम्रो राम्रो नराम्रो कुराहरू हामी देखाउनेछौँ। सो हेर्न सक्नुहुन्छ कता हो हामी जाने भन्दा यता हो चत्त लाएर जाडो छ गाइज। क्या चुरोट खान हिँड्दैछ म नि पछि हिँड्दैछु यार। सो गाह्रो छ गाइज यस्तै छ। कस्तो लागिरहेको हाम्रो नयाँ ठाउँ बोल्न हो बोल यार। यो मान्छे बोल्दैन है गाइज। पक्न बिल्डिङै गाइज यता चाहिँ यस्तो घाममा आउँदै हाम्रो सो यस्तो बब्बाल छ यहाँ चाहिँ। यता यस्तो भयो अनि त्यहाँदेखि उता सुनको लौरो छ गाइज। मिलाइदिनु यता सुनको लौरो छ गाइज। अनि यता चाहिँ यो छ है गाइज। जे होस् आइयो घुमियो रमाइलो लाग्यो। अब हामी चाहिँ अझ अर्को ठाउँ जानेछौँ। सो हेर्दै जानु होला। ठाउँ चाहिँ बबाल छ। यता सुनको लौरो छ अनि यता चाहिँ यो भयो के हो यार यस्तो अचम्मको ठाउँ छ है। सो माया गर्नु होला, साथ सपोर्ट सधैँ दिनु होला गाइज भन्न चाहन्छु। जे होस् हाम्रो जापानमा आएर यो लफङ्गाले गीत गाएर नाचेको धेरै धन्यवाद हाम्रो लाइभमा हाम्रो ब्लगमा। यो चाहिँ के थियो है गाइज। आज यस्तो राम्रो ठाउँमा घुम्न आइयो गाइज होइन। यहाँ चाहिँ रतन कार्की नि आएन क्या। रतन कार्कीले मेरो भिडियो हेऱ्यो भने सायद अनिल दाई जानुभएछ अब म पनि त्यहाँ घुम्न जान्छु भन्छ होला कि। त्यही भएर गाइज यो भिडियो रतन कार्की हाम्रो नाके भाइसँग जरुर पुर्याउनु होला। तल जाम भन्छ कहाँ जाम भन्छ यार। केटी जिस्काउनु जाने हो के छ साथी। आजको दिन घुमघाम कस्तो हो। उही कति कुरो आएको यार यो त। रमाइलो गर्दैछ नि गाइज। हामीले रमाइलो गर्दैछौँ गाइज। त्यस्तो त्यही हो गाइज। अब जियोस् केटाहरूको अघि जहिले कालो आइनी भयो क्या यार। काले मान्छे गर्न कालो नआएको राम्रो ठाउँमा आइएको छ, घुमेको छ, रमाइलो छ। जापान सोचे भन्दा पनि रमाइलो छ जियोस् गाइज। कपडा नै चेन्ज गरे हो सेकेन्ड भ्लग गराउनको लागि। एउटै कपडामा कति भ्लग गराउनु भनेर। सो त्यही भएर हामी चाहिँ अब के भन्छ अरे के त यसलाई ओदाइबा पार्क
ओडाइबा पार्कको नेक्स्ट ठाउँ पल्लो कुना हेर्न हामी आइसकेका छौँ। यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ आएर फोटो खिचेको गाइज केटाहरूले र कस्तो यहाँ आएर फोटो खिचेको केटाहरूले कस्तो कालो निकालिदियो यार फोटो चाहिँ यार लास्ट गाह्रो पनि हो गाइज। अहिले देखाउँछु म तपाईँहरूलाई। तपाईँहरू मजा गर्नु होला। यही टाइम हो रमाउने, यही टाइम हो खेल्ने, यही टाइम हो कमाउने। त्यही भएर गाइज तपाईँहरू चाहिँ तपाईँहरू चाहिँ कतिको रमाइलो गर्नुहुन्छ त्यो चाहिँ मलाई थाहा भएन, तर पनि रमाइलो गरेरै जिन्दगी बिताउनु पर्छ भन्दै लेसको अब हामी बाँकी कुरा हेर्नेछौँ है त गाइज।